दर्शकवृन्द अझै पनि यो चलिरहेको छ माहौल। यहाँ हाम्रो बगा चाहिँ अगाडि अगाडि जाँड बोकेर हिँडिराख्नु भएको छ, देख्न सक्नुहुन्छ। एकदमै माहौल रमाइलो बनिरहेछ यो विशेष चाड उधौली पर्व। हाम्रो चाहिँ यो जाँड बोकाइ छ, हाम्रो चाहिँ टोलीले मगाएको। यो यहाँले देख्न सक्नुहुन्छ आजको विशेष उधौली पर्व रहिरहेको छ। यहाँ भनेको चाहिँ अब जातले पाएको अलिअलि होइन, सबैजनाले लिने गर्नुहुन्छ र सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूले किराँत समुदाय थोरै थोरै लिनै हुन्छ यो बेला चाहिँ। किन त्यही भएको कारणले देखिराख्नु भएको छ, छ्याङ अगाडि पोखेर हिँडिराख्नु भएको छ। देख्न सक्नुहुन्छ एकदमै रमाइलो भइरहेछ। यहाँ चाहिँ यस्तै छ, भिडभाडहरू सँगसँगै रमाइलो भइरहेछ। यो चाहिँ हाम्रो जातले पाएको चिजहरू र आफ्नो भरै खाइसकेपछि चाहिँ विभिन्न आफ्नो आफ्नो प्रेमी प्रेमिका नयाँ नयाँ अब होइन भेटेको बेला बोल्ने जिस्किने यस्ता कुराहरू भइरहेको हुन्छ। त्यही भएको कारणले यो झाड चाहिँ तपाईँहरूलाई देखाइरहेको छु अलिकति। यस्तो छ, देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ अलिकति दिले पुगेको थिएन, त्यही भएर हाम्रो चाहिँ यहाँनिर दिल लिन गएको थियौँ र आइरहेछौँ। सम्पूर्ण आलुबाबुहरू देख्न सक्नुहुन्छ है। देख्न सक्नुहुन्छ है सम्पूर्ण आलुबाबुहरू। यहाँनिर चाहिँ तपाईँको चाडहरू भइरहेछ। यहाँ खानेहरू हाम्रो बगा चाहिँ पुरा चाड लिएर आएर चाहिँ एकदम